हाम्रो अहिलेको लेटेस्ट अपडेटबाट चाहिँ के भनेको छ भने हामीले चाहिँ अबदेखि जुनियर लेभलहरू जस्तो लेभल 1 टु 3सम्मको लागि चाहिँ हामीले म्याप सजेसनहरू यस्तो आएको छ भने यिनीहरूलाई चाहिँ अहिले इग्नोरै गरेर नै हुन्छ नि हामीले आफैले म्यानुअली नै रोड ड्र गरिदिन्छौँ। यो हामीले डिसेबल चाहिँ कसरी गर्ने भने हाम्रो जुन यहाँ फिल्टर छ नि यो फिल्टरमा चाहिँ यहाँ क्लिक गरेर चाहिँ नयाँ एउटा फिल्टर पनि क्रिएट गर्नुपर्ने हुन्छ है। जस्तै हाम्रो यहाँ तल स्क्रोल गऱ्यो भने म्याप सजेसन्स भनेर देखिन्छ। यसलाई डिसेबल गरिदियो भने चाहिँ यसलाई डिसेबल गरिदिने अनि एप्लाई गरिदियो भने चाहिँ हाम्रो जति पनि यो म्याप सजेसनहरू छ पिङ्क कलरको रोडहरू त्यो सबै हराउँछ क्या। अनि त्यसपछि चाहिँ अलिकति सजिलो पनि हुन्छ एडिटरहरूलाई रोड एड गर्नको लागि। अनि त्यो गरेर फिल्टर गरेर मात्र हुँदैन कि तिमीहरूले चाहिँ एउटा हुन्छ नि सेभ सेलेक्टेड फिल्टर भनेर एउटा गरिदिने। अनि फिल्टरको नाम के राखिदिने होइन कसरी राख्छु त जस्तै आफ्नो एरिया छ भने थाहा नगरपालिका छ भने थाहा भनेर राखिदिने। अनि आफूले त्यही डिफल्ट राख्नु त्यही राख्नु छ भने सेट एज डिफल्ट गरिदिने सेभ गरिदिने। सो यहाँ एभ्री टाइम हुन्छ नि आफूले यहाँ फिल्टर अरू अझ एक्स्ट्रा हामीले मल्टिपल फिल्टरहरू पनि क्रिएट गर्न मिल्छ होइन। सो यहाँ गएर चाहिँ हामीले स्विच गरिरहनु परेन। जस्ट हामीले यतापट्टि गएर चाहिँ हाम्रो आफ्नो कुन चाहिँ फिल्टर चाहिन्छ साहाको फिल्टर चाहियो मलाई अहिले होइन मलाई नेपालको फिल्टर मसँग मलाई नेपालको फिल्टर चाहियो भने मसँग यहाँ हुने भयो तर होइन साहामा चाहिँ हामीले अघि भर्खर म्याप सजेसनहरू डिसेबल गरेको छौँ नि त। सो त्यो हामीले युज गरेर चाहिँ अबदेखि चाहिँ यहाँ हामीले रोडहरू ड्र गरिदिन्छौँ। सो यसमा अझै पनि केही कन्फ्युजनहरू भयो भने चाहिँ मलाई मेसेज गर्दा हुन्छ ल डिरेक्टली डिस्कर्डमा। ओके थ्याङ्क यू।